गुड मर्निङ एभ्रिवान। आज पनि सदा चाहिँ योगा गरेर फर्किँदैछौँ। बिहानै 6 बजेको छ चाहिँ योगा गरेर आएको छ। अनि हाम्रो आन्टी हुनुहुन्छ, दिदी हुनुहुन्छ होइन। हामी 4:30 बजेदेखि योगा गरेर अनि हामी 4:30 बजे योगा गरेर आएको होइन। अनि यस्तो फुर्तिलो हुनुहुन्छ क्या उहाँहरू चाहिँ यो एजमा पनि है, हाम्रो एजको। अनि हाम्रो भाइ बहिनीहरू त अहिले अब हुन्छ नि त 10-11 बजे बिन्जिने उठ्ने होइन। हामी चाहिँ 4 बजे जनाले योगा गरौँ होइन। दिदीहरूबाट सिक्ने हो हामीले। त्यही भएर हामी बिहान बिहान उठ्ने हो, योगा गर्ने हो, स्वस्थ रहने हो, खुसी रहने हो। हाम्रो आमाहरू चाहिँ आज यो उमेरमा पनि स्वस्थ रहनुपर्छ है भनेर चाहिँ आज बिहान बिहानै आइराख्नु भएको छ भने तपाईँहरू चाहिँ कति समयमा उठ्नुहुन्छ? के तपाईँहरू चाहिँ स्वस्थ रहनु भएको छ त? स्वस्थ रहनु होला, आफ्नो केयर गर्नु होला, आफ्नो परिवारको केयर गर्नु होला। ह्याभ अ गुड डे। थ्याङ्क यू फर वाचिङ।